रुपियाँको मामाहरू त रहेछ नि यहाँ मामाहरू। ओ मामा के छ हौ? मेट्रोमा दामी चलिरहेको होइन, दामी सिन देखिरहेको क्या यो चाहिँ दामी है। I'm from China. China? Yeah. Oh, Yeah, bro. nice to meet you. क्या हो गया इधर आ? क्या हो गया? बीमार है क्या? बीमार है? अब मेरो भाइहरू भएको भए यस्तो दामी हुन्थ्यो। अब भाइहरू पनि छैन, कोही पनि गर्लफ्रेन्ड पनि छैन, एक्लै घुम्ने हो होइन। ओ दादा, ओइ क्रस हान्नु पर्छ कि अप्पर गिरिरहेको हुन्छ हौ। क्रस हान्ने राति पनि छ, लास्ट गिरियो। भाइ चलो न, भाइ चलो क्रस करना है ना, चलो चलो आ जाओ आ जाओ। डेन्जर हुन्छ क्या रातिको बेला। यो चाहिँ गुरुद्वाराचार्य स्टेसन है केटा हो, मेट्रो स्टेसन। यहाँ चाहिँ अटोहरूको फेरि यहाँ बिहोरै हुँदैन क्या, कहाँबाट कहाँ निस्किन्छ थाहै हुँदैन। अटोहरू चाहिँ भइरहेको छ यहाँ। यस अटोहरूको यहाँ जम छ होइन। यहाँ तेल हालौँ अनि अगाडि बढ्नुपर्छ केटा हो होइन। तेल हाल्न फेरि जाम हुन्छ क्या, लास्ट जाम हुन्छ क्या। कुन लाइनमा बसौँ बसौँ भयो। पेट्रोल पम्पमा केटा हो यो चाहिँ। थार हेर्ने, थार केटा हो, थार थार हेर है केटा हो, थार। हेलो ब्रो, हाउ आर यु ब्रो? What about you? I'm also good. How much? 200 rupees. Where are you from? I'm from China. China? Yeah. Oh, Yeah, bro. nice to meet you. Thank you and same to you. Take it this money. What's your name? My name is Angji. Angji. Okay? Angji. NG. Angji. Yeah. Angji. NG. Ah. Nice Yeah. to meet you. Okay. Thank you. Thank you. Okay, bye, bro. Good night. म इङ्ग्लिसदेखि हानिदिएको कि यसलाई। यो पनि इङ्ग्लिस आउँदो रहेछ यसलाई पनि है। मतलब दामी बोलिरहेको थियो, नाइस टु मिट यताउति दिँदै थियो होइन। राम्रै बोलिरहेको थियो। जो क्रस हानिदिउँ कि क्या हो बिचदेखि म्याच। पर्खिँदै हुन्छ क्या यस्तोमा चाहिँ यार। बिस्तारै जानुपर्छ यार, बिस्तारै क्रस हानिदिनुपर्छ। एक्सिडेन्ट भएको छ क्या, त्योले डराउँदैछ क्या। वाउ इमार बिल्डिङ हो यो चाहिँ, कस्तो दामी छ केटा हो। रातिको राइड हान्नु मजा आउँछ नि केटा हो यार। दिउँसो काम गर्नुपर्छ र पो टेन्सन हुन्छ त हौ। लास्ट काम हान्नुपर्छ क्या, कुकुर खटाइ खट्नुपर्छ दिउँसो। राति चाहिँ यसो टाइम मिल्छ, छेउ घुम्नेको दामी मजा आउँछ होइन। राति चाहिँ केटाहरूको बाइक छ, दाइहरूको बाइक छ होइन। अब पैसा भनेको अलिअलि खर्च कमाइहालिन्छ। अब जोगाउने सोगाउने चाहिँ छैन अहिले त्यस्तो खासै। जे होस् दामी हुन्छ भाइ, मजा आउँछ। यहाँबाट यस्तो उता जानु पर्यो भयो, यहाँबाट अर्कै बाटो जानुपर्ने भयो। यहाँबाट उता जानुपर्ने भयो क्या म। हाइवे कति कुद्नु होइन, हाइवे कुद्नु हुँदैन। बस्नु चाहिँ केटा हो यतातिर बस्छु, तर आज यता घुम्नु चलिदिनु पर्ने छ। नानीको सोल्टिनी अब चलिदिरहेको अब होइन। यसो लिफ्ट मागे त दिन्थ्यो नि लिफ्ट माग्ने पनि कोही छैन हामीसँग। आवारा गुन्डा सोचिरहेको होला, त्यस्तो चाहिँ होइन है सोल्टिनी। हामी एकदम रोयल फ्यामिली, एकदम इमान्दार फ्यामिलीको मान्छे हो। होइन होला के हो
इमान्दार फ्यामिलीको मान्छे हो हामी चाहिँ, अब चाहिँ परियो। सो त्यस्तो चाहिँ नसम्झिदिनु होला। सारा मलतिर जाने हो होइन। न लाइसेन्स साइसेन्स छैन, चेकिङ भयो भने टेन्सन हुन्छ। तर यहाँ त्यस्तो चेकिङ चाहिँ हुँदैन क्या। हेलमेट लगाएन हिँड्यो भने पनि केही हुँदैन क्या। यहाँ चाहिँ के हुन्छ भने चाहिँ सिसी क्यामेराहरू हुन्छ, सिसी क्यामेरामा कैद हुन्छ, अनि अनलाइन चालान हानिदिन्छ क्या। अनलाइन चालान हानिदिन्छ ट्याङ्कै, फेरि एकैचोटि 10,000 रुपियाँको। मामाहरू त रहेछ नि यहाँ, मामाहरू। अब मामा के छ हौ? मामाहरू त रहेछ, घुमिरहेछ। सिकन्दरपुर है यो चाहिँ, पावर ग्रिड अफ सिकन्दरपुर। वाउ, बिस्तारै जाउँ हौ यार, किन स्पिड कुदाउनु होइन। यो ठाउँहरू हेर्दै जाऊँ न होइन। ठाउँ यसो घुम्न निस्केको मान्छे स्पिडमा किन जाने हो क्या। म पनि यार बौला जस्तो कुदिरहेको छु यार। मायाको बारीमा कस्तो छिक्ने यताउति हेर्दाखेरि मलाई झन्डै ठोकिदिएको क्या। क्रसिङ गर्नु पनि डर लाग्छ क्या। बहुत डर लाग्छ हौ क्रसिङ गर्नु पनि यार। डर लाग्छ हौ यार। यो त हाम्रो विकास ब्रो जस्तो पो देखिरहेको क्या गाडीभित्र हो कि क्या। यता त छैन, आएको होइन होला विकास ब्रो। एक लट स्पिड हानिदिनु पऱ्यो। यसले मलाई टक्नु खोजेको हौ। बाइक पो हौ, कस्तो टक्नु खोजेको हौ। सिसीको गाडी पो त हौ बस। कहाँ उस्तै भ्याउँछ त हौ। यसलाई अलिक आराम चाहिँ हेर्नुपर्छ। एट यस्तो स्पिड भन्ने कुदाउनु हुँदैन क्या। स्पिड जे पनि हुनसक्छ क्या केटा। कहाँबाट जाने हो क्या? यहाँबाट जाने हो? सोध्नु पो पर्ने अवस्था आयो त यार। ऑटोवाला था उनका। हेलो हेलो, इसकी मंगोलिया का, मंगोलिया ये साइड से आगे। ठीक है, थैंक यू ब्रो। ऑटोवाला थाहा हुन्छ क्या सबै। अरू मान्छेलाई त मलाई पनि थाहा छैन भनिदिन्छ, टेन्सन। लाल बत्ती भरेपछि त म त यताबाट पो जानुपर्ने अवस्था आयो त। मायाको माया नै माया छ तिम्रो गाउँमा, तिमीलाई भेट्न आउँदैछु। आम्मा अटोहरूको पठान छ है केटा। यहाँ चाहिँ अटोहरूको पठान छ। घुम्न जाने हो सुर्दिनी, मसँग राइडमा जाने हो। जाने भए जाउँ है। अरू केही नभए पनि चिसो ठन्डा गर्दिनँ, आइसक्रिम खाउँला। यसले त रेड लाइट पार गर्नु सिधै जाने हो कि क्या हो? सिधै जाने हो कि क्या हो? क्या हो गया इधर आ? क्या हो गया? बीमार है क्या? बीमार है? कुछ खाया है क्या? कुछ खाया? बीमार है तू? इधर आ गया। इधर आ। मैं दे रहा हूँ, इधर आ। आएगा तभी तो दूंगा।
दूर से कौन देता पैसे बता। मैंने पैसे कमाने के लिए मुझे मुझे पैसे कमाने के लिए बहुत काम करना पड़ता है। तू आगे भी आ नहीं सकता। इधर आ, ला, जल्दी पकड़ ला, भाई बोल दे। कसैले यसो होइन गरी हेर्नुपर्छ। बिमार थियो कि बिचरा, पैसा पनि दिन्न थियो क्या। यस्तोहरू त थुप्रो पाइन्छ क्या, माग्नेहरू थुप्रो पाइन्छ कि, तर बिमारी थियो बिचरा, बिमार थियो जस्तो लाग्यो अनि दिनु मन लाग्यो क्या, दिइदिएको। 10-15 5-10 रुपियाँ होइन 50-100 रुपियाँ दिँदाखेरि केही फरक पर्दैन क्या। अहिले त चुड खाएरै सताउने हो। गाडीहरू चाहिँ दामी दामी गाडीहरू पुग्छ क्या फेरि यता, मजा लाग्छ यस्तो गाडीहरूमा। किन्छु एक दिन पैसा कमाएर। कताबाट जानु हौ, यतैबाट जाने हो। जाइन्छ जाने एउटै रहेछ नि हो। मै कन्फ्युज भएको क्या अब। कारहरू पुरा कुद्दिन्छ क्या। ओए क्या स्पिड हाल्दै क्या। हेलमेट छैन त्यो पनि हो। गयो भने चाहिँ गयो नि कि फेरि, गयो भने चाहिँ गयो क्या। हेलमेट बिना मैले स्पिड हानेर चाहिँ गयो भने त सिधै गयो नि। छैन लिमिटले पो कुदाउने त हो, देखाउने हो र यहाँ मुझे मान्छेले कहाँ मुझे अनि देखाएर हुन्छ त हौ। लिमिटले कुदाउने हो। स्पिड ठिक ग, लिमिट ठिक ग होइन। लिमिटले कुदाउने हो। मङ्गोलियाको त बिल्डिङहरू चाहिँ कता कता छ हौ। कता पनि धेरै भइसकेको छ हौ। म नआएको धेरै भइसकेको छ क्या। यो मारिदिनु पर्यो क्या। यसले मान्छेलाई डिस्टर्ब भयो जस्तो लाग्यो हौ मलाई। कहिले त भौँकिन्छ भने मङ्गोलिया कहाँ हो? मङ्गोलिया कति टाढो हो? फरिदाबाद सेक्टर 55 होइन, फरिदाबाद थियो। यो फरिदाबाद अलिकति अगाडि हो जस्तो लाग्यो होइन। त्यहाँ मेरो एउटा साथी पनि काम गरिरहेछ। कस्तो भिड छ क्या। यो त साइबर हप्पो पुग्यो जस्तो लाग्यो। भाइ मंगोलिया कहाँ पड़ता है? मंगोलिया सर आगे है। थोड़ा आगे। अच्छा थैंक यू। रेड लाइट हो। यिनीहरू नै हो क्या अगाडि अघि वो गर्नेहरू। चाहिँ के हो क्याफे जस्तो लाग्यो यार। शाहरुख खान सलमान खानहरू डिनर गर्ने नास्ता गर्ने ठाउँ हो क्या यो चाहिँ फेरि होइन, त्यस्तो लाग्यो। भाडै करोडौँ रुपियाँ हुन्छ। करोडौँ रुपियाँ भाडा, करोडौँ रुपियाँ पैसा कमाउँछ, करोडौँ रुपियाँ खेलाउँछ। हामी त मलाई के हुने हो र हौ, चिल्लर पार्टी हो नि हामी त। हामी चिल्लर पार्टी हो होइन। माया दिन्छु तिमीलाई मन कति ल मेट्रो पनि दामी चलिरहेको होइन, दामी सिन देखिरहेको क्या यो चाहिँ दामी है। यतिको चाहिँ दामी सिन देखिरहेको है। ल यो बिल्डिङ हेर्न सक्नुहुन्छ है। ल हेर्नु हेर होइन, 200 अरबको बिल्डिङ हो। 200 अरबको बिल्डिङ हो क्या यो चाहिँ।
दामी गरी होइन दामी गरी म पनि यस्तै यो यस्तो किनेर म पनि काम गर्नु पर्यो जस्तो लाग्यो हौ किनेर भन्दा पनि यहाँ चाहिँ सेल उसमा पाइन्छ तर के यार लाइसेन्स नभएर टेन्सन भएको क्या अरू भन्दा त लाइसेन्स नभएर म टेन्सन भयो क्या थारहरू चाहिँ जहाँ पनि कुद्दिनँ है यहाँदेखि यहाँ छिर्नु चाहिँ ओभरटेक हानिदिएको क्या अब यसले होइन के चाहिँ हो त्यो के चाहिँ हो केटा हो थाहा छ केटा के चाहिँ थियो त्यो कति त्यहाँ के चाहिँ थियो केटा हो त्यो थियो चाहिँ के थियो चाहिँ के थियो त्यो कुरा हो म चाहिँ यहाँ सक्नुमै परेँ क्या पुरै सक्नुमै परेँ क्या लेडी राइडर हो यो फेरि लेडी राइडरहरू चाहिँ डेन्जर हुन्छ यता लेडी राइडर हो बने भन तिम्रो के छ न कहाँबाट मुझे म फर्किनु अब टेन्सन भएन त तेल पनि बेसी छैन 200 रुपियाँको तेल हालेको तर पुग्छ कति नै हान्छ होला होइन तेल त कति नै खान्छ तर 2टा रेड लाइट पार गरिसक्यो यार 2टा रेड लाइट पार गरिसक्यो अब फर्किनु पनि पर्यो त यो चाहिँ कहाँ त्यो त फेरि बिल्डिङ रहेछ होइन यता सिटी चाहिँ दामी छ फेरि कुनै कुनै ठाउँमा चाहिँ सरसफाइ पनि होइन त्यस्तै अनि के भन्छ सबै कुरा पर्फेक्ट छ क्या अब होइन योभन्दा चाहिँ के नै चाहियो भन्ने खालको छ क्या अब डेभलपमेन्ट भन्नै पर्दाखेरि छ नेपालमा हाम्रो नेपालमा पनि छैन नभएको हाम्रो नेपाल त यसै पनि सुन्दरताको धनी देश हो तर त्यही पनि डेभलपमेन्ट छ छैन नभन्नु पर्दैन तर के भने नि अलिकति भने जस्तो छैन क्या अब हिँड्दा हिँड्दै अब त्यही पिचबोर्ड त्यही हिलो बाटो हो क्या अब यहाँ रोकेर अब यसो एक झलक के गरौँ त हो यार रोकेर यसो एकचोटि भिडियो हानी हेरौँ त के छ त स्थिति घुमाइदिनु न त हेर्नेहरूले हेरिरहेछन् आई डोन्ट केयर है त्यो चाहिँ मलाई कसम भनेको केयरै लाग्दैन क्या ल हेरौँ है यो हो गुडगाउँ सिटी ल बबाल है चारैतिर बबाल है